Hey guys, what's up? New day, new vlog. So आज चाहिँ म गाडी चलाउँदै भ्लग सुरु गरिरहेको छु हैन। हामी चाहिँ यसो घुम्न निस्केको तर पानी पर्न थाल्यो। अब कहाँ जाने हो, के गर्ने हो अब थाहा छैन। त्यो पनि बिस्तारै थाहा पाउँला हैन। बिस्तारै कता हुन्छ। यहाँ दिदीहरु पनि हुन्छ। ल दिदीहरु आलो भन्दै। अब कहाँ गएर भेटौँ भन्दाखेरि सिधा पोखरी जाऊँ न एकछिन हैन। पानी पर्यो त्यसले बाटबाट नि छिट्यो त्यस विचार पानी रोकिन्छ Alright. जाँदैछौँ हामी चाहिँ अब चाहिँ च्याप्टर लाएर जाँदैछौँ आज चाहिँ म हल्का यसो नयाँ ट्राइपड युज गरेर छु फोनबाटै भ्लग हालेर छु कस्तो छ के छ हैन दिनु होला सबैलाई सिसा फुटेको छ क्या यो अस्ति नै अनि त्यो भएर आवाज आइरहेको त्यस्तो घुम्न निस्केको पानी पर्न थाल्यो अब एकछिन भाटपटेनी जाऊँ हैन भाटपटेनी जाऊँ अनि त्यसपछि कता हुन्छ हेरौँ ल गाइस ल समात एकछिन अब तिमी पनि भ्लग हाल्नु तिमी पनि भ्लग गर मलाई आउँदैन यस्तो बोल न म क्यामेरा कन्सियस भइसक्छु काची तिम्रै काम होला के छ सरी आज किन दसैँ खायो निको पार्किङमा यता देखाउ मलाई ल अब मेरो क्यामेराम्यान भयो तिमी गुड क्यामेराम्यान हामी सिग्नलले हैन बाबुले क्यामेराम्यान बोल्दैन है त्यो रुल हो नि फेरि भ्लगिङ बाबुले यस्तो हुन्छ रिपोर्टर डट के साथ कैमरामैन ला पार्किङ फुल छ कि क्या हो अहिले माथि गएर भेटौँ न ल पार्क गरौँ अहिले पार्क गर्छु अनि त्यसपछि माथि भेट्छु है त ल बाई बाई भाटबाट नि आइपुग्यो with my lads. लुगा किनिङ ह्यापेन हैन अब दिदीहरुको चाहिँ I'll look for some clothes too. If I find anything, I'll buy it too. दसैँको पैसाले looks weird. It looks weird. Funny देखेको छैन ल म घुम्न जाने बेलामा म घुम्न कालोमा के जस्तो राम्रो छ म घुम्न जाने बेलामा यस्तो किन्नु ल तोरी देखेछ तर तोरी टिप्न जाने बेला हैन घामले डर्दैन Cashing out. Got a jutta. Luga for Mamu, Luga for Didi. And I got something for myself that I can't say. Got tons of saman. चलो अब हामी heading back home. Not home. हामी कहाँ गइरहेको अब? Very good. Yes, we are going outside. ल 26,000 खर्च गर्यो अब कतिवटा टिकट आयो खै कुपन ल गाडी जित्नुपर्छ गाडी चाहिँ कुन आउने हो यो पन्च इभी आउने रहेछ ल गर ढोगिरहेछ केटाकेटीहरू मन ढोग्दै अब यत्रो पैसाको गाडी एउटा चाहिँ आउनु पर्यो हामीलाई किन के लेख्नु पर्ने हो र ए दियो लुक एट दिस एभ्रिथिङ गुड लक टु अस हामीले जित्नुपर्छ यो पन्चिभी ल जित्यो भने त्यो गाडी मेरो है जित्यो भने त्यो गाडी ल अब गाइस हामी चाहिँ भाटपाटीबाट निस्केर त्यहाँ पार्किङ एकदम
प्याक भएर मिलेन त्यसपछि यहाँ आएर हामी मिलाएर अब घरतिर लाग्दैछौँ यो चाहिँ हाम्रो घर जाने बाटो हो यसको भ्लगिङ तरिका चाहिँ हल्का क्याजुअल रहेछ होइन ठिक छ अब मजा आइरहेको छ गर्मी छ यार साथीहरू पानी पनि हल्का हल्का फुल्का परिरहेछ गर्मी पनि उत्तिकै छ मम्मी ड्याडीको लागि गिफ्ट लिएर हामी सरप्राइज भन्नलाई रेडी अनि के भन्छ मैले चाहिँ अलिअलि सामान किनेँ एउटा पर्फ्युम किनेँ अनि के भन्छ मेरो सानो भाइलाई लुगा किनिदिएँ होइन अनि त्यस के गरेँ मैले रुमाल एक्ज्याक्टली मैले रुमाल किनेँ खै रुमाल ल्याउँदै पसिना पुसिहाल्नु दिस इज वान अफ द रुमाल जुन मैले युज गरिसकेँ भन न दिस इज नाउ युज्ड पसिना आइरहेछ मलाई गर्मी छ अनि त्यही हो अनि अब घुम्न जाने भनेको भाटबटेनी गयो भाटबटेनी भयो भरको पैसा सकाइदियो स्पेन्ड लाइक 29,000 आम्मामा एक भाटबटेनी के गएको 29,000 गाडीको त्यो के अरे लकी ड्र त भरेर आएको थियो कतिवटा भऱ्यो हामीले 6वटा के अरे सरी मैले क्विक म्याथ गर्न बिर्सेछु 6वटा भर्यो 6वटामा कतिवटामा चाहिँ अब गाडी पर्ने हो एउटा मात्र बम्पर उपाएर कतिवटामा चाहिँ गाडी ए हो र ल स्कुटर पर्यो भने तिमीलाई हो गाडी पर्यो भने चाहिँ तिमीलाई गाडी पर्यो होइन गाडी पर्यो भने त मैले एक दिनमा लाइसेन्स निकाल्ने दुइटैको अनि दुइटै मैले झ्याप पार्ने हो पैसा खुवाएर निकाल्ने हो भने चाहिँ निकाल्ने होला नत्र त त्यस्तै हो त्यति साह्रो पनि छैन है प्लिज खास घुम्न जाने ठाउँ अर्कै थियो अब पानी पर्थ्यो क्विक चेन्ज भयो दर पैसा गरायो ठिक छ कहिलेकाहीँ मम्मी ड्याडीलाई गिफ्ट किन्दैछ अरू भन्दा नि त्यो चाहिँ खुसीको कुरा हो मेरो पोइन्ट अफ भ्यूमा नचाहिने सामान भनेको उसले रुमाल चाहिने बेसी किन्यो किन रुमाल मलाई चाहिरहेको छ नि त रुमाल इज चिप आज फेरि दाइले रुमाल ल्याउनु बिर्सिनु भयो नि त रुमाल इज चिप Why would you worry about? कुरै भएन के वेस्टको कुरा भयो के हैन अब ड्याडीलाई पनि त हुन्छ नि त इट्स नट लाइक ओन्ली आई युज रुमाल पकेट ह्याङ्करचिफको कुरा गरेर है रुमाल भन्नाले तिम्रो सानो भाइको लुगा मलाई के थाहा चाहिने अनि सानो भाइको रुमाल के अरे सानो भाइको रुमालले सानो भाइको लुगा चाहिँ चाहिराख्ने थियो चाहिएकै थियो भनौँ न अनि त्यही भएर एकैचोटि 4-5वटा लियो किनभने सानो भाइको लुगा मलाई एउटा गरेर लिन झ्याउ लाग्छ कि त्यही भएर म एकैचोटि ध्यान गर्न बसेको हेर आजको भ्लग यस्तै मान्छे फाल्तुमा हो आजको भ्लग ऱ्यान्डम सपिङ डे भ्लग भयो होइन निस्किने बेला चाहिँ घुम्न जान्छु भयो अरे अब सपिङ ऱ्यान्डम भ्लग भयो होइन यसको नाम पनि म त्यही राखिदिन्छु सपिङ भ्लग राखिदिन्छु भाटबटेनी पनि घुम्ने ठाउँ त हो नि मान्छे अघि त्यहाँ बसेर तिमीहरू त त्यहाँभित्र छिरो होइन म त्यो सामान धेरै भएकोले अल्छी लगाएर गएन नि माथि जम क्याजुअली घुमेर आउने अनि त्यसपछि टाइम पास गरेर आउने विन्डो सप गर्नेहरू आउँछ तर एन्डेड अप स्पेन्डिङ अ लट जर्मन होम्स कस्तो राम्रो देखाएर त भाइ फाल्तु प्रमोसन नगर त्यो अर्काको कस्तो फाल्तु प्रमोसन राम्रो पैसा दिएको प्रमोट गरेर ब्याकग्राउन्डमा आइ त हाल्यो तेरो पाले भएन प्रमोट त गर्नु भएन नि यो नेपालको दर्शन जस्तै गरेर वन जङ्गलै भन्नु आजको भ्लगको नाम चाहिँ के राख्नु होला ड्राइभिङ भ्लग या यस्तै के ऱ्यान्डम डे अ डे इन माई लाइफ त्यही नै भयो खासमा मम्मीलाई पनि छोड्न आएको थियो अनि घर बसेर पनि धेरै दिन भयो भनेर निस्केको थियो हामी चाहिँ मामुलाई चाहिँ मामुको निनीकोमा छोड्न गएको थियो खासमा अनि त्यसपछि त्यही हो बाइ द वे अनि म आज चाहिँ फोनबाट भ्लग गरिरहेको छु फोन कस्तो छ फोनको भिडियो क्वालिटीहरू कस्तो छ के छ कमेन्ट सेक्सनमा कमेन्ट गरिदिनु होला
अरू भ्लगहरू चाहिँ त्यो अजमोबाट गरेर हुन्थेँ। आज चाहिँ नयाँ ट्राई गरेको। अब छिटै नयाँ एउटा क्यामेरा नि किन्छु म सायद, होपफुल्ली। एक्सन क्यामेरा एउटा किन्नु पर्ने बेला भएको छ। छिटै अब साइक्लिङ भ्लग पनि गर्नु पर्ला है छिटै है। डु लेट मी नो गाइस इफ यु गाइज वान सी इट। के जस्तो हिजो के भन्ने रे? त्यो होइन, त्यो ब्रेकमा पानी पस्यो अनि त्यसपछि चलाएन भने ब्रेकको त्यस्तो स्क्विसी आवाज आउँछ क्या। त्यसले तँलाई हाँसायो, जाउ त हेर त भन्यो भने त मैले त सिरियस लिइरहेको एकछिन। ल ठिक छ, अब घर गएर भेटौँला ल। बाई बाई। भेट हो।